भन्यौ तिमीले यही जानको भर लायो मलाई फेरि देखेरै डर लाग्यो चुप्पा चुप्पा मै खाँदै ओठमा त्यसो भए जाऊ हिँडा कोठामा सोचे जस्तो सोझो सब बनलान् र सोचे जस्तो सोझो सब बनलान् र नाङ्गे बस्दा गोथालो भन्लान् र माटो काटे चकरियालीमा धेरै जोरी यो व्हाट्स अप के छ केटाकेटीहरू के छ इट्स बिन अ लङ टाइम एन्ड टुडे वी आर गोइङ टु रियाक्ट लोकदोरी छाडा वाट एभर है सो हे भक्को जति जोस जाँगर खनाउँछु हे भक्को जति जोस जाँगर खनाउँछु पर्ख तिमीलाई भो भन्ने बनाउँछु माटो काटी चपरियालीमा नब्या गाईको दुध यसै दुयेसी आफै हार्छौ पसिना चुयेसी माटो काटे चपरियालीमा धेरै के अहिलेसम्म छेउ तिमीले पाले कि हेर काली रिसाउन थाले कि देउरालीको बत्ती मसला टुक्का निकाल्ने हल्लेर उता नानीतिर जाने घरिघरि यही गीत गाने बाना भयो नि नजिकौँ भन्न खोजे हो कि टक्क उभिएर मजाले गीतले शब्दले प्रहार गर्ने अनि बहिनीले पनि ट्याक्क अलिअलि त चल्नु पर्यो नि दाइ त्यही माथि फेरि दोरीको अब हाउभाउ प्रस्तुति अब हजुरलाई भन्नै पर्ने हजुर त झम्टिन जानुहुन्थ्यो ए अबदेखि न आए मेरो छेउ मैले किन्दिया कटुनी फिर्ता ल्याऊ देउरालीको बत्ती मसला कहिले किनिदियो यार कट्टु जनता जान्न चाहन्छ कहिले किनिदियो कट्टु मेरो छेउ मैले किन्दिया कटुनी फिर्ता ल्याऊ देउरालीको हे खोया बिर्के थाले सिंगो सार्न जसलाई पनि दिन्छौ जिउ मुसार्न देउरालीको ए किन तिमीले पार्छौ मन खिन्न मुसार्दैमा बिग्रिन्न भत्किनु पनि राम्ररी चिन्छौ रे मुसारेसी खाट खोज्दै हिँड्छौ रे के होला यार म चाहिँ आफै लजाइरहेको छ यसो भन्दा कसको मन रोला रात परेसी खाट नखोज्नेको होला व्यापार तिम्रो जीवनमै गढी छ दिनमा भन्दा रातिमा बढी छ देउरालीको बत्ती मसला बुढो रमाइरहेछ तिमा बढी छ देउरालीको बत्ती मसला व्यापारमै गढी छ दिनमा भन्दा यो एकछिन सोच्नु भने त क्रेजी भनिदिएन यसले ब्रोले दिनमा भन्दा रातमा व्यापार बढी छ ए दिउँसो दिउँसो भट्टीमा जान्छ र तिमीले जस्तो मध्य दिन खान्छ र कान्छुने गायकीले दोरी च्याम्पियन भइन्न त्यो भएर चाहिँ अहिलेलाई त यहाँहरूलाई शुभकामना छ बहिनीलाई पनि भाइलाई पनि कौन है ये लोग कहाँ से आते हैं खाली भए मुटुमा बसाउन मुख होइन रुचित रस Crazy auntie in the house. फुल फुल्ने केसरी ओइ क्यार्न धोती उचाल्छ
आकैले आयो बधाईमा। ओ भाइ यतिसम्म पनि हुन्छ म्यान टाइम वाइल्डै भनिदियो यार यो त ब्रो आन्टी लभर रहेछ ए तिमी नै हो यो रोगको दबाई उकुस मुकुस भइरहेछ ल आन्टी त कडा रहेछ म्यान ओ भाइ भन्यौ तिमीले यही जानको भर लायो मलाई फेरि देखेरै डर लाग्यो आकैले आयो बधाईमा। क्रेजी रिभर्टल डुब्न मन छ तिमी सेक्सी आँखामा ओ भाइ वाइल्डै रहेछ यार यो आन्टी त काखमा राख्ने कुरा गरिरहेछ अनि मुजी मान्छेहरूले भन्छ कि मुझे ऱ्याप छाडा भयो ऱ्याप छाडा भयो ए परे पर्छ यही मुद्दा ठोक्नी हो ए एकैचोटि घाँटीमा ठोक्नी हो जागो नारन्दा आकैले आने बधाईमा। हतार छैन एकैछिन रोका गाला टोका घाँटीमा नठोका अरे आन्टी त अति वाइल्ड छ यार ए लुरी छैनौ छौ तिमी मोटी ए आउ त यता टोगम गे एकचोटि। प्रोलाई नि एक्सट्रिम लागिदिरहेको हानिरहेछ मुखमा नभन्नु मुजी तिमी मोटी ए आउ त यता टोगम आन्टी अफेन्ड भयो है अगाडिसम्म पुरै चिलाउट हानिरहेको ए लुरी छैनौ छौ तिमी मोटी ए आउ त यता टोगम गे एकचोटि। अफेन्ड भइदिएर नेपाली हो नि मोटी आउ त यता अरे मुजी ए कसैले नि छैन क्या चाखेको धेरै भयो थुनेर राखेको ओ म्यान अति वाइल्ड यार यो आन्टी त निशब्द भयो म यार यता आउन नजिकै शरम के जे गर्ने हो मिलेरै गरम के जाबो नारन्दा आकैले आयो बधाईमा। चुप्पा चुप्पा मै खाँदै ओठमा त्यसो भए जाउँ हिँडा कोठामा के बोले ओ भाइ आन्टीलाई अहिले जवानी लागेछ यार हिसाबले शब्दको हिसाबले तपाईँको गीत सुन्दाखेरि हामीमा त्यो एउटा जिरिङ्ग हुने होइन हुन्छ नि शरीरमै काँडा आउने गीत शब्दले त्यस्तो बनाओस् स्वरले अरू पनि पाउन त पाउँछ ए तिमीलाई देख्दा जोसिन मन लाउँछ जाबो नारन्दा गाजालु आकैले आयो बधाईमा। ए सकेसम्म राम्रीलाई रोजा जोसे पनि ठोसिन हे ओठमा लाली लाकी छेउ लपक्का ए अङ्गालैमा बेरौँ कि चपक्का जागो नारन्दा गाजालु आकैले आयो बधाईमा। दोहोरीको मजा आउने भयो भनेको पछिल्लो टोका त फेरि उही आइरनको कुरा के छ यस्तो कुरा 4-5 वटा जज राखेर जज हानिरहेछ कि यस्तो कुरा
त क्रेजी माइन्डै छ म त त्यस्तो कुरा गर्दैन यो ए हामी बौलाएसी दुनिया दङ्गै ए नाङ्गै बुङ्गै हिँड्नमा सँगसँगै Bro went hard. Bro went hard. अब गीत यस्तै गाउने रतन भाइ बहिनीले भने थाहा भइसक्यो सताउनु सताएर छौ भाइ तिमीले नेपाली हो नि के भन्छ ओस्कर लेभल जजमेन्टल के नलाउ नजर यो मेरो दारीमा नलाउ नजर यो मेरो दारीमा जाम्बो हिँड एकछिन त झारीमा माथि काटी चपरिया झाडी होइन ब्रो होटलतिर जाऊ कि होटलतिर कालीमा धेरै जोडी नखोजा काली परौला नि यही जानको पालीमा ए छुन मन भा पिपल ओठामा छुन मन भा ओके पिपल वर्ड ओके पिपलको पातलाई पनि सेक्सुअलाइज हान्थ्यो है लिपसँग कनेक्ट हान्थ्यो ल द्याट्स अ गुड क्रिएटिभिटी पिपल ओठामा वनमा हुन लैजाऊ हो कोठामा माटो काटेछ परियालीमा एक्ज्याक्टली यही भनिरहेको थियो कि केटी पनि हुन्छ क्या केटीले नि अग्री हान्दै राखे साडीमा होइन रूपमा लगाएर तिमी कुरा गर म रुम मिलाउँछु मलाई धेरै जोरी नखोजाऊ काले परौला नि यही जानको पालीमा हे कोहीले देखे ठिकठाकै बनमला कोहीले देखे ठिकठाकै बनमला बाख्रा हेर्न आएको हो भनमला माटो काटी चपरियालीमा धेरै जोडी नखोजा काली परौली नि यही जानको पालीमा हे सोचे जस्तो सोझो सब बनलान् र सोचे जस्तो सोझो सब बनलान् र नाङ्गे बस्दा गोथालो भन्लान् र माटो काटी चपरियालीमा धेरै जोरी यति नै थियो एन्ड त्यही हो अब हिपहप आइदर ऱ्यापलाई अब छाडा भन्ने मान्छेहरू संस्कृति बिगाऱ्यो भन्ने मान्छेहरूले चाहिँ योहरू पनि हेर्दा भयो है लोकदोरीमा पनि धेरै छाडापन छ सो त्यही हो एन्ड एकदम रमाइलो चाहिँ भयो है तर क्रेजी त्यो थियो डबल मिनिङ काहीँ त्यो एक्सट्रिम लेभलमै गइदिएको थियो है सो त्यही हो आई अनेस्टली के भन्छ इन्जोयड एन्ड त्यही हो ऱ्यापलाई छाडा भन्ने मान्छेहरूलाई चाहिँ सद फकअप भन्छु म सो त्यही हो ご覧いただきありがとうございます。